अहिलेको हर्क साङपाङजीको यो क्रियाकलापहरू हेर्दाखेरि जिल्लो परिरहेको छ कि जस्तो अहिले बजेटमा चाहिँ खानेपानीको लागि धरानलाई कति करोड राम्रै बजेट दिएको राम्रो बजेट दिएको छ। त्यो मैले मागेर दिए भन्नुहुन्छ। सदनमा उहाँले त्यो पानी मागे त कहीँ देखेकै छैन, राजीनामा मागे सधैँ देखिन्छ, पानी मागे त कहिले देखाए पनि छैन, सुने पनि छैन। सप्तकोशी धरान खानेपानी आयोजना त्यो सुरु गर्नुपर्छ। धरानका सर्दु, सेउती, सेरा, अँधेरी खोलाहरूमा तटबन्धन बस्ती जोखिममा छन्, तटबन्धन गरियोस् भन्ने माग राख्न चाहन्छु। सेनिटरी ल्यान्डफिल साइट फोहोर मैला सरल्लै फालेर चाहिँ नै डम्पिङ गर्नुपर्ने बाध्यता छ। सेनिटरी ल्यान्डफिल साइटको लागि पैसा विनियोजन होस् भन्ने माग राख्न चाहन्छु। धरान स्थित बीपी अस्पतालको एमसीएच भवन निर्माणाधीन छ, 11 वर्ष जति भयो। त्यो तपाईको चाहिँ सम्पन्न भएर सञ्चालनमा आओस्, त्यसको लागि आवश्यक बजेट विनियोजन गरियोस् भन्न म चाहन्छु।